र मनोकामना जाने टोलीमा यता देख्न सक्नुहुन्छ। फाइनली टिकट पाइसकेको छु। चाडबाडको माहौल भएर पनि हुन सक्छ, एकदमै भिडभाड छ। अहिले चाहिँ हामी मुगलिन सडक खण्डको यात्रा। जाडोको त कुरै नगरौँ, आज ज्याकेट नलगा। नमस्ते अनि हार्दिक स्वागत छ। गुड मर्निङ। आज चाहिँ हामी मनोकामना मन्दिर गोर्खा जाँदैछौँ। सो बिहानीको यो पलमा अब हामी हेटौडा पुग्नै लागेको छ। देख्न सक्नुहुन्छ रमाइलो दृश्यहरू बाहिरको। सो अहिले चाहिँ हामी हेटौडा हुँदै सौराहातर्फ चाहिँ जाँदैछौँ। सो तपाईँलाई हामी मनोकामना पुगिसकेपछि मनोकामनाको दृश्यहरू पनि क्रमैसँग देखाउने नै छु। सो एकदमै रमाइलो भइरहेको छ। सो फ्यामिलीसँग गइरहेको छौँ अहिले चाहिँ हामी। सो मनोकामना चाहिँ भाकल रहेको हुनाले चाहिँ विशेष हामी गएको छौँ। सो बाहिर चाहिँ अलिकति चिसो पनि रहेको छ अहिले चाहिँ, किनभने मौसम धुम्म पानी पर्ला जस्तो भइरहेको छ। सो अहिले चाहिँ मलाई चाहिँ एकदमै जाडो पनि महसुस भइरहेको छ। घाम लाग्छ होला भनेर मैले चाहिँ ज्याकेट बोकिनँ, तर मौसमले चाहिँ एकदमै चिसो महसुस गराइरहेको छ। सर्लाहीसम्म चाहिँ एकदमै घाम लागिरहेको थियो, तर सर्लाही कटिसकेपछि चाहिँ अहिले चाहिँ अलिकति जाडोको महसुस भइरहेको छ। र छठको झिलिमिली पनि देख्न सक्नुहुन्छ बाहिरपट्टि। यो देखिरहेको गेट चाहिँ पुरै छठको मनाइरहेको देख्न सक्नुहुन्छ बाहिरपट्टि चाहिँ। तराईमा चाहिँ विशेष गरेर छठ पर्व चाहिँ एकदमै धुमधामसँग चाहिँ रमाइलोसँग चाहिँ पूजा गर्ने चलन छ। सो एकदमै भिडभाड रहेको छ, यहाँ देख्न सक्नुहुन्छ तपाईँले पनि बाहिर दृश्यमा। हामी चाहिँ यहाँ रोकेनौँ किनभने चाहिँ चाँडो पुग्नु छ, मन्दिरमा लाइन पनि लाग्नुपर्ने हुनाले चाहिँ हामी चाहिँ डाइरेक्ट मन्दिरतर्फ नै हामी चाहिँ कन्टिन्यू लागिरहेको छौँ यात्रामा, कतै पनि नरोकिकन। सो तपाईँलाई चाहिँ हामीले बाहिरबाट चाहिँ जस्ट भ्यूहरू चाहिँ देखाउँदैछौँ क्रमैसँगले चाहिँ हेर्नु होला हजुरहरू पनि। र मनोकामना जाने टोलीमा यता देख्न सक्नुहुन्छ। हेलो यता भान्जी, हेलो यता हाम्रो सानीलाई पनि देख्न सक्नुहुन्छ। भान्जा हाई, यता हाम्रो दिदीलाई पनि देख्न सक्नुहुन्छ। हेलो नमस्ते। हाम्रो चाहिँ यहाँ स्कर्पियो रिजर्भ गरेर जाँदैछौँ। सो अब हामी गोर्खा पुग्नलाई आधा घन्टा 1 घन्टा बाँकी छ। ओके, सो अब हामी चाहिँ मनोकामना पनि आइपुग्न लागिसकेको छ। सो मनोकामनाको मौसम र मनोकामनामा भएको दृश्यहरू पनि अब तपाईँलाई हामी एकछिनपछि चाहिँ क्रमैसँग देखाउने नै छौँ। सो अब चाहिँ हामी तपाईँलाई मनोकामनामा नै भेट्नेछौँ। ओके, सो हामी मनोकामना आइसकेको छ। अहिले चाहिँ बाहिर एकदमै चिसो रहेको छ आजको मौसम चाहिँ। लाइनको त लास्ट भेट चाडबाडको माहौल भएर पनि हुन सक्छ, एकदमै भिडभाड छ मनोकामना मन्दिरमा चाहिँ। र मौसम एकदमै चिसो रहेको छ आजको मौसम चाहिँ, पानी परेको कारणले गर्दाखेरि चाहिँ। सो देख्न सक्नुहुन्छ तपाईँहरूले। वाउ, माथिको दृश्य पनि एकदमै राम्रो दृश्य देख्न सक्नुहुन्छ तपाईँले आजको मौसम। भित्र पनि भिडभाड त्यत्तिकै छ। ओ माई गड, टाइम चाहिँ डरै लाग्छ जस्तो 10 बज्न लागिसकेको छ। फाइनली टिकट पाइसकेको छु केबल कार चढ्नको लागि चाहिँ। फाइनली
फाइनली केबल कार तर्फ हामी आइसकेका छौँ। अब केबल कारको नजिकमा छौँ चढ्नको लागि। अब हामी थोरै मात्र स्टेप पार गर्नुपर्ने छ। देख्न सक्नुहुन्छ मेरो दिदी बेनाजुलाई अगाडिपट्टि। ल हाम्रो परिवारहरू पनि अब केबल कारको नजिक आइसकेको छ चढ्नको लागि चाहिँ। यसो देख्न सक्नुहुन्छ। फाइनली म चाहिँ अहिले मनोकामना टेम्पल अगाडि आइसकेको छु। त्यो लाइनको एकदमै भिड छ मानिसहरूको, देख्न सक्नुहुन्छ। ओके, सो अब चाहिँ हामी मनोकामना मन्दिर आइसक्न लाग्यो। अब हामी प्रत्यक्ष मातालाई मनोकामना मन्दिरको पनि दर्शन गराउँछौँ। देख्न सक्नुहुन्छ यता चाहिँ एक मात्रामा हेरिरहेको देख्न सक्नुहुन्छ। मन्दिरतर्फको दृश्यहरू देखाउँदैछौँ तपाईँहरूलाई हामी। र यहाँ चाहिँ एकदमै पानी परिरहेको छ, जताततै सबैजनाले चाहिँ छाताहरू रेनकोटहरू लगाइरहेको देख्न सक्नुहुन्छ। पानी चाहिँ व्यापक परिरहेको छ, जाडो पनि एकदमै बढी मात्रामा छ आज चाहिँ। मनोकामना मन्दिरमा पूजा गर्न आउनेहरूको हिजोको अवस्थामा पानी परेर दिदीको हालत खराब छ, बिजोग छ मनोकामना। लाइनको भिड छ यता पनि मन्दिरतर्फ जानको लागि चाहिँ। के छ, ठिक छ? पानी परेर बिजोग अवस्था छ पूजा गर्न आउनेहरूको। हालत खराब। हेलो, पूजा मनोकामना चाहिँ तेस्रो पटक हो यो लगाएर चाहिँ। तर आज एकदमै जाडो छ, पानी परिरहेको छ। सो मन्दिर अगाडि नरियल फुटाउने दृश्यहरू तपाईँहरूलाई म देखाउँदैछु। सो एकदमै रमाइलो ठाउँ रहेको छ मनोकामना मन्दिर। यहाँहरू पनि आउन सक्नुहुन्छ आफ्नो भाकलहरू पुरा गर्नको लागि। ओके, सो यहाँ चाहिँ नरियल फुटाउने कार्य भइरहेको छ। मनोकामना मन्दिरको दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ। पानी अहिले अलिअलि रोकिएको अवस्था छ, तर पूर्ण रूपले चाहिँ रोकिएको छैन। एकदमै राम्रो वाटरफलको दृश्य तपाईँले देख्न सक्नुहुन्छ। सो मलाई चाहिँ एकदमै राम्रो लागेर मैले भिडियोमा कैद गरेको छु। सो यहाँले पनि देख्न सक्नुहुन्छ। ओके, सो अहिले चाहिँ हामी खाजा खाना आइसकेका छौँ होटलतर्फ। हेलो भान्जी। हेलो, भोक लागेको छैन? के खाने अब? त्यसो फाइनली मोमो आइसकेको छ, तातो मोमो। ओके, सो आइसकेको छ, मोमो आउन लागेको छ। मेरो खानालाई ओके, अब चाहिँ मोमो खान लाग्छ।